हामी त पितृ उद्धार नगराइ भएको छैन भनेर त्यो नहुँदा नखाँदाको वृद्ध भत्ता जम्मा गरी गरी नभएको पैसा खर्च गर्नलाई जान्छौँ हुम्मिँदै उता कता गयातिर कता कता हैन। फेरि यो भन्दै गर्दाखेरि गयाको अपमान गर्न खोजेको होइन, गयाको आफ्नै महत्त्व छ, काशीको आफ्नै महत्त्व छ, वृन्दावनको आफ्नै महत्त्व छ, हरेक तीर्थहरूको आफ्नै आफ्नै महत्त्व छन्। तर बुझ्ने कुरा यति मात्रै हो, हामी नेपालीहरू पितृ उद्धार गर्नकै लागि भई नभई वृद्ध भत्ता जम्मा गरी गरी पितृलाई तार्नकै लागि भनेर गया पुग्नु चाहिँ पर्दैन के हजुर। यो पक्का कुरा हो। यो मैले भनेको होइन, शास्त्रको कुरामा अडिग रहेर बोल्दैछु। पर्दैन जानु हो, दर्शन गर्न जानु छ, समय अनुकूल मिल्छ जानुस्, केही छैन, गया जानुस्, काशी जानुस्, वृन्दावन जानुस्, बेला बेलामा हरेक तीर्थहरूको आनन्द लिनुपर्छ, दर्शन गर्नुपर्छ। तर पितृ उद्धार गराउनकै लागि भनेर हामी गया र काशी कहाँ धाउनु पर्दैन। हाम्रै नेपालमा बग्ने कृष्ण गण्डकी परम पावनी हुनुहुन्छ, परम पवित्र हुनुहुन्छ। संसारभरिको तीर्थहरूको राजा, साँच्चै महान तीर्थ यदि कोही हो भने कृष्ण गण्डकी हो। आदि प्रयाग देवघाट धाम हो। यस्तो दिव्य महिमा र गरिमा यहाँ बताउनु भएको छ शास्त्रकारहरूले। कृष्ण वेणी पुण्य नदी सर्व पाप क्षयावह, साष्टादश मुखा प्रोक्ता विष्णुलोक प्रदायिनी। जो साक्षात भगवान विष्णु को त्यो दिव्य धाम दिने वाला, भगवान को त्यो दिव्य स्थानलाई प्राप्त गराउने वाला हुनुहुन्छ। आउनुहोस् एउटा